अहिले ठ्याक्कै 12 बजेको छ। मसँग जम्मा 1 घण्टा बाँकी छ रेडी भएर ड्युटी जानलाई। हतार म किचनमा पुगेँ। एउटा ग्यास निकै सानो बल्थ्यो, अलि ठुलो बाल्नको लागि मैले चाहिँ यो रबर लगाएर यो टेक्निक दिदीबाट पनि सिकेँ। अनि एकैछिनमा पनि मैले चाहिँ टमाटर बोइल पनि गरिसकेँ। त म बनाउँदैछु एकदमै अमिलो पिरो टक्क परेको मुला र टमाटरको अचार। धेरै पछाडि मैले आज अचार बनाउँदैछु। यार कस्तो बन्यो भन्दा पनि गर्नुसम्म गर्यो नि यो अचारले। मलाई यस्तो धेरै रुगा खोकी होइन ज्वरो पनि आयो। मैले के खाएर यस्तो भयो भने सोच्दा पछि पो थाहा भयो मैले त यो मुलाको अचार खाएको थिएँ। अहिले रेकर्ड गर्दाखेरि पनि कतिचोटि खोकिसकेँ होइन, कति टाइम लागिसक्यो क्या मलाई। चाहिँ अब यो अचार सचार सबै बारेको छु साथीहरू। ल म 1 घण्टामा रेडी पनि भइसक्यो। हतार गरेको होइन। घरबाट निस्किन अलिकति मात्र लेट भयो भने मेट्रो पनि लेट हुन्छ, ड्युटी पनि लेट पुगिन्छ होइन। अनि कस्तो डर लाग्छ नि त लेट पुगिसकेपछि होइन। अनि ब्याग राख्न जान लुक्दै जानुपर्छ क्या, पछाडिबाट कसले देख्यो कि कसले हेऱ्यो कि भन्थे होइन। त्यही भएर सबैभन्दा ठुलो कुरा यहाँ टाइम टु टाइममा हुनुपर्छ होइन। ल अहिले पनि मलाई लेट हुन सक्छ। आजलाई मेरो भिडियो यति नै।